ओके ओके लास्टै दामी यस्तो राम्रो अब यो कबाब चाहिँ हामी जय मसी सबैजनालाई आज पनि हामी चाहिँ यहाँ अब घुम्न जानु लाग्यो आज छुट्टी भएर रातो बिदा कि यहाँको अनि त्यही भएर सबै छुट्टी हुन्छ काममा चाहिँ बोलाएको थियो हामी चाहिँ गएनौँ अनि चाहिँ अब कति बज्यो उठ्न चाहिँ 12 बजे उठ्यो खाना खायो यताउता गऱ्यो अनि अहिले चाहिँ कति 3 बज्यो होला सायद 3 बजे 3:30 भइरहेछ अनि हामी चाहिँ रुममेट अनि अमृता हामी 3 जना मात्र है जानु लाग्यो अनि पैसा चाहिँ पर्दैन हिँडेर हो पैसा नभए ब्याङ्क ब्यालेन्स 0 भयो भने घुम्न चाहिँ पर्छ अनि स्ट्रेटहरू सुतेर यस्तोहरू चाहिँ सुतेरेसहरू चाहिँ हुँदैन नाकुनाहरू हुन्छ है त्यही भएर हामीले चाहिँ घुम्नु चाहिँ पर्छ डिप्रेसनमा जान्छ क्या नत्र नै फेरि गाह्रो हुन्छ त्यही भएर घुम्नु चाहिँ पर्छ अब त्यो टेन्सनहरू चाहिँ लिनु हुँदैन खाएर फालिदिनुपर्छ है अनि घाम पनि लाग्यो अघि त शीतल थियो अहिले घाम लाग्यो त्यो सामानहरू हेरेर म चाहिँ पछाडि सो हामी केही नकिनी फर्केको अवस्था है दिदी हाम्रो छैन दामी कि वाउ म नि यस्तै घर बनाउने कति टाढा हो अझसम्म हामी पुगेको छैनौँ अनि अझै यहाँबाट नि 25 मिनट रे तर ऊ त्यो पुल आइसक्यो कि हेर्नु न अझै 25 मिनट भने सेम है त्यो बाग बजारको हुन्छ नि त्यो पुल रत्न पार्क बाग बजार जोड्नेवाला त्यही पुल जस्तै है यो सेम हेर्नु नि ट्याक्क कस्तो दामी खोला रहेछ है उयो कस्तो राम्रो देखेको तर यो चाहिँ भिडियो कन्टिन्यू छ हामीले चाहिँ अब फोटोसोटो खिचिसक्यौँ है यहाँनिर अनि कस्तो दामी ठाउँ थियो कि यहाँनिर अनि अहिले हामी चाहिँ हिँडिरहेको छौँ अनि यहाँ हेर्नु न ल भ्यू कस्तो दामी हो कि लास्टै दामी यस्तो राम्रो भ्यू हुँदा नि हामी कहिले बाहिर निस्किँदैनौँ कि यो चाहिँ हाम्रो एरियामै हो कि अन्त पनि होइन कि फेरि हाम्रै एरियामा हो अनि ल यस्तो अल्छी छौँ कि हामी 3 जना लास्टै अल्छी के तपाईँहरू पनि दिदी भनेर उही नेवारी बोली आयो पाल्नु होला तर मच्छरले यहाँ टोकिसक्यो है मलाई फुलिसक्यो सो अब हामी फेरि तर मलाई चाहिँ आफ्नो भाषा आउँछ है मलाई चाहिँ ठुलो ओके गर्व लाग्छ अब यहाँ चाहिँ कस्तो है मजाको रहेछ कि जङ्गल है अनि त्यहाँ माथि जाने ठाउँ पनि थियो कि जङ्गल माथि तर हामी चाहिँ गएन मच्छरले धेरै टोक्छ कि मच्छरले माया लाग्छ अरे कि मच्छरलाई हाम्रो के उहाँ दिदीलाई चाहिँ धेरै माया गर्नुहुन्छ है मच्छरहरूले है बनाउनु त ल हामी टिकटक बनाउने फेरि त्यो सिधा भर्याङ कि हामी त ल यो भर्याङ चढ्नुपर्ने रहेछ अझ त उता मासतिर पुगेर बर्बाद अया कस्तो सिधै उयो लड्छ त अलिकति आँखा हो ला सिधै हो यो भर्याङ त ओइ उत्रिने बेला कसरी उत्रिने ओइ खुट्टा गल्यो त नि
चाहिँ थाहा उयो कस्तो दामी पार्क भेटायौँ बल्ल हामीले उयो के ठुलो रहेछ उयो कस्तो गु बनाएको योहरू होला योहरू उमेपछि जस्तो यही गनाएको होला उयो त होइन यो त के अरे हाम्रो उता के पाकेको बयरको सेन्ट है सेम कस्तो दामी पार्क तर हामीलाई खोज्दा टाइम भयो नि त त्यही भएर पार्कमा आउँदा चाहिँ यस्तो भइसक्यो है फोटो खिच्नु लाउनु भयो अब यहाँ ठाउँ खोज्दा ढिलो भयो राम्रो चाहिँ राम्रो आउँदैन त्यही भएर सबैजना दसैँ गयो पिङ खेल्ने पाला आयो हाम्रो सो अहिले चाहिँ फर्किँदै यस्तो दामी थियो तर है यस्तो राम्रो थियो तर यो खोज्दै थाहा नभएर कि हाम्रो अब फर्किन लाग्यो फोटो पनि त्यस्तो राम्रो आएन है दिदी सोचेको जस्तो राम्रो आएन अब चाहिँ त्यही हो सो बाई बाई जान्छु चाहिँ भनेको फेरि त्यही बाटो फर्केको न यस्तो राम्रो भ्यू देखेर हेरिराख्नु मन लाग्यो हामी चाहिँ यहाँ घर फर्किँदा कबाब खान लाग्यो है अब चाहिँ अनि यो है कबाब चाहिँ यो वाला चाहिँ खान लाग्यो 600 को अनि दाजुले बनाउँदै हुनुहुन्छ एकदम मिठो बनाउनुहुन्छ है तर फर्स्ट टाइम खाँदैछु उसले चाहिँ खाइसक्यो त्यही भएर एकदम मिठो छ अरे अनि यहाँ चाहिँ हामीले चाहिँ राइस धेरै हालिदिनु भनेछौँ कि अनि राइस धेरै हालिदिनु के भने त्यही मान्नुहुन्छ बाई बाई एकदम मिठो पाइन्छ अरे यहाँ अब यो कबाब चाहिँ हामी लगेर खानेछौँ कोक चाहिँ अब हाम्रो त्यहाँको अगाडिको 7-11बाट किन्नुपर्छ के राइस धेरै हालेर त्यसै लाग्यो है मासु धेरै हालिदिनु अनि राइस पनि धेरै हालिदिनु मासु पनि धेरै हाल्नु 50 लिन्छ है 600 रुपियाँ हो सो हामी चाहिँ रुममा पुगिसक्यौँ लुगा सुगा पनि चेन्ज गरिसक्यौँ अब लास्टै भोक लागेको कारणले अब खानेछौँ सुत्नेछौँ हाम्रो दिन यस्तै बित्यो के भन्छ अरे बिदाको दिन तपाईँहरू पनि यसरी नै आफ्नो दिनहरू रमाइलो गरेर बिताउनु होला धेरै टेन्सन चाहिँ नलिनु होला है होइन धेरै टेन्सन चाहिँ नलिनु होला अनि हामी